हेलो एन्ड वेलकम साथीहरू। आज म तपाईहरुलाई चाहिँ युसिएस आइकनलाई ओरिजिनमा कसरी सेट गरिन्छ त्यो सिकाउन गइरहेको छु। अब धेरैजना साथीहरुको समस्या के हुन्छ भन्दाखेरि उहाँहरुले ड्रइङ गर्दै गर्दाखेरि यो युसिएस आइकन पनि उहाँहरुको ड्रइङ सँगै मुभ भइरा हुन्छ र धेरैजना साथीहरुको चाहिँ यस्तो पनि हुन्छ है, युसिएस आइकन ड्रइङको बिचमा पर्दिन्छ र उहाँहरुलाई अलिकति अप्ठ्यारो लाग्छ र यसलाई ओरिजिनमा कसरी सेट गर्ने म त्यो सिकाउन गइरहेको छु र यसको लागि म तपाईहरुलाई तीनटा मेथड सिकाउँछु। मेथड नम्बर 1, सुरुमा यो युसिएस आइकनमा गएर राइट क्लिक गर्नुस् र त्यसैगरी युसिएस आइकन सेटिङमा गएर सो युसिएस आइकन एट ओरिजिनमा टिक लगाउनुस्। आइकन तपाईको ओरिजिनमा जान्छ, हेर्नुस् त। अब त्यसैगरी मैले कन्ट्रोल जेड गरे। अब मेथड नम्बर 2 हामी हेरौं। मेथड नम्बर 2 मा के छ भने यहाँनिर हेर्न सक्नुहुन्छ, यो ड्रप डाउन मेनुमा क्लिक गर्नुस् र सो मेनु बार भनेर तपाईहरुले क्लिक गर्नुपर्ने हुन्छ। अब मेनु बार क्लिक गरिसकेपछि भ्यूमा जान सक्नुहुन्छ। त्यहाँ हामीले यहाँनिर डिस्प्ले भन्ने छ, डिस्प्ले युसिएस आइकन र तपाईहरुले ओरिजिन यहाँनिर टिक लगाउन सक्नुहुन्छ। हेर्नुस् त, यसरी पनि हामीले युसिएस आइकनलाई ओरिजिनमा लग्न सक्छौं। त्यसैगरी मसँग अर्को थर्ड मेथड छ र त्यो के हो भन्दाखेरि कमान्ड छ युसिएस आइकन। युसिएस आई लेख्ने बित्तिकै युसिएस आइकन भन्ने कमान्ड एक्टिभेट हुन्छ। इन्टर गर्नुस् र तपाईहरुले यन लेखेर इन्टर गरिदिनु भयो भने अटोमेटिक यहाँनिर आइकन ओरिजिनमा सेट हुन्छ। र यसरी हामीले तीनटा मेथड युज गरेर युसिएस आइकनलाई ओरिजिनमा सेट गर्यौं। धन्यवाद।